हेलो साथीहरू, हामी आज पिकनिक गएका थियौँ भोटेचौर भन्ने ठाउँमा। भोटेचौरको एउटा रिसोर्टमा हाम्रो पिकनिकको कार्यक्रम थियो। त्यसपछि हामी त्यहाँबाट करिब 2 किलोमिटर माथि रहेको सिन्धुपाल्चोकको चिया बगान, ठुलो चिया बगान रहेछ, त्यो हेर्न गएका थियौँ। जहाँ चाहिँ चियाभित्र हामी पसेका थियौँ र छोरीलाई खुट्टामा जुकाले टोक्यो। ऊ चाहिँ मामु बोकिस्यो भन्दैछिन्, म बोक्न सक्दिनँ छोरी, हिँड भनेको। हामी त चियाबारीभित्र नै हरायौँ, बाटो पनि भेट्यौँ न। रमाइलो चाहिँ रमाइलो भयो, तर जुका लाग्दो रहेछ छोरीलाई र मलाई। दुवैजनाले जुकाले टोक्यो र हामी फर्किने बेला बाटो नभेटेर अलमल्ल पऱ्यौँ। जसो तसो त्यहाँबाट फर्केर अर्कैतिर गएर हामी निस्केर आयौँ। यो यात्रा हाम्रो लागि एकदम अविस्मरणीय रह्यो। 2083 साल असारको 6 गते शनिबार यो कार्यक्रममा गएका थियौँ। यहाँ चाहिँ हामी 30-35 जनाको टोली गएका थियौँ, तर चिया बगानभित्र हाम्रो आफ्नो आफ्नो टोली थियो, छोरी र म। हाम्रो यो यात्रा चाहिँ धेरै रमाइलो भयो। सुन्नु कस्तो। धन्यवाद।